समुद्री सतहदेखि 3146 मिटरको उचाइमा, जहाँ पहाडका लहराहरू समुद्रका छाल जस्तै ठोकिन आउँछन्। जोलहारा रामेछापको सिमानामा ठिङ्गो उभिएको यो ठाउँलाई कसैले सयथुङ्गाका सहर भन्छन् त कसैले प्रकृतिको एउटा जीवन्त क्यानभास। यो हो सैलुङ। यहाँ कोही 108वटा साना साना थुङ्गाहरू केवल ढुङ्गा र माटो मात्र होइनन्। यहाँ हिन्दू, बौद्ध र किराँती धर्मको एउटा अनौठो सङ्गम भेटिन्छ। यहाँको मिनी ग्रेट वालमा हिँड्दै गर्दा लाग्छ कि तपाईँ यो संसारको अन्तिम छेउमा आइपुग्नु भयो, जहाँ हावाले तपाईँको कानमा प्रकृतिका कथाहरू सुनाइरहेका हुन्छन्। यहाँको बतास कति शक्तिशाली छ भन्ने कुरा मेरो ड्रोनलाई सोध्नुहोस्, जसले झन्डै आकाशमा हार मानेको थियो। म पुग्दा 9 बजेको थियो। 9 बजेको घामले यी थुङ्गाहरूलाई स्पर्श गर्दा देखिने दृश्य कुनै सपना भन्दा कम थिएन। सायद त्यसैले भनिएको होला, सैलुङ पुग्न त सकिन्छ, तर पुगिसकेपछि फर्किन गाह्रो हुन्छ। तर यो यात्रा भने सजिलो पक्कै थिएन। काठमाडौँको त्यो धुलो, धुवाँ र ट्राफिक जामबाट निकै टाढा, भक्तपुर, बनेपा, धुलीखेललाई पछि पार्दै खाडी चौर हुँदै हामी मुडेको उकालो लाग्यौँ। बाटोभरिको त्यो मनमोहक दृश्य हेर्दै हामी राति सैलुङ पुग्यौँ। रातिको त्यो बार्बिक्यू, क्याम्प फायर, डान्स निकै रमाइलो भयो। अनि फर्कँदा बिच बाटोमा स्कुटर बिग्रिँदाको त्यो शास्ति, ओहो, कुरै नगरौँ। यो सबै कुरा कसरी भयो भिडियो अन्तिमसम्म हेर्नुहोला र यहाँ पुग्न कति खर्च जान्छ म सबै कुरा बताउनेछु। सो भिडियोलाई सुरु गरौँ है त। ब्यागमा देखियो है, ब्याग देखिन्छ त नभए। मम्मी पछाडि बाँड्ने मिल्छ तपाईँको सरले मेरो ब्याग? सरले साला सल त यहाँ के अरे मैले ओर्नु परेन? ल ल ल भयो ल। दाई मार्क्स दिदिन् न एउटा। दाई एउटा मार्क्स दिदिन् न। दाई एउटा क्या 5 रुपियाँ मात्रै हो दाई। एउटा लिदिन् न दाई। एउटा लिदिन् न दाई। नै दाई लिदिन् न। भयो चाहिएन रे क्या। दाई लिदिन् न। तपाईँ लिदिन् न। बेटा तुमसे ना हो पाएगा। यस्तो छ धुलै धुलो धुलै धुलो। सो गाइस अहिले चाहिँ हामी 0 किलोमा आइपुग्यौँ। रेड म्याक्सहरू अरू छ कि रेड टाइगरहरू? रेड बुल हो यो है, यो पनि कपी हो कि ओरिजिनल होइन, सिसामा आउँछ त्यो दबाईको जस्तोमा होइन। यसमा पाउँछ रेस्टुरेन्ट पऱ्यो। रेड बुल gives you win. Cheers. सो अब चाहिँ यहाँबाट नै हामी जानुपर्ने हुन्छ। कपाल चाहिँ बिग्रेछ अलिकति। घरवाली ठाउँ आयो साथीहरू, घरवाली ठाउँ यही हो। फाइनल्ली दोलल घाट आइसक्यौँ हामी। ल दोलल घाट हेर्न धेरै बचायौँ है। यहाँबाट गयो उता पार्किङ राख्यो।
कोट यतापट्टि ल कति सानो पुल छ है चिसो बाटो यार धत। यसलाई भनिन्छ कुरो यो ठ्याप्पै यसलाई पनि टाँसिन्छ कुरो उठ्यो भने त्यही हो टान टाडान। कस्तो दामी है भर्खरै हामीले सनसेट हेरिसकेको छौँ। अब हामी जान्छौँ फेरि आफ्नो गन्तव्यतिर। 5:29 भइसकेको छ अनि अहिले हामी मुडे बजार आइपुगेको छौँ। इभिनिङमा कस्तो दामी देखिरहेछ क्या मुडे बजार, हेर्नु न ल। बवाल छ क्या। अनि यताबाट माथि गयो भने चाहिँ चरीकोट पुगिन्छ भने यताबाट तल चाहिँ सैलुङ हो। आज चाहिँ हामी यताबाट जानुपर्छ सैलुङ जानुभएको भएर। ल अब हामी यहाँ चिया केही खाएर ट्याक्क अघि बढ्छौँ। A few moments later. दुईटा है दुईटा छ यस्तो बवाल बाबी भइरहेछ यहाँ। यता पनि यता पनि तपाईँ चाहिँ भेज And into the mouth. Nice. बोलिरहेछ आफूले। यस्तो धेरै शीत परेछ आमामा, यहाँ हिउँ परे जस्तो परेछ यहाँ पुरा टिलिलिली टल्केछ। हेर ल आमामा पुरा टल्किन्छ हौ यी हिँड्ने ठाउँ पनि।
सो गाइस मर्निङ भइसक्यो र म चाहिँ ग्रेट वल अफ चाइना हिँड्दैछु यहाँ है ग्रेट वाल अफ सैलुङ भनौँ यहाँको चाहिँ अब लास्टै थाक्ने रहेछ साँच्चै भन्नुपर्दा आज बिहान सनराइज हेर्ने प्लान थियो, तर सैलुङको चिसोमा सिरक छोड्ने मन लागेन, अलिकति ढिला उठियो। तर जब यो ड्रोनको आँखाले माथिबाट तल हेरेँ, एकछिन त लाग्यो म अझै सपनामा छु। एकचोटि आफूले आफूलाई चिमाटेर हेरेँ, तर यो पालि म त्यो न्यानो सिरकमा थिइनँ, म त साँच्चीकै सैलुङमा थिएँ। त्यो स्वर्गमा थिए जहाँ भनिन्छ सत्ययुगमा स्वयं भगवान शिवले आएर तपस्या गर्नुभएको थियो। यहाँको चिसो हावामा पनि सायद त्यही तेज मिसिएको छ जसले मनलाई एकैछिनमा शान्त बनाइदिन्छ। ल हिँड्नुहोस्, अब कुरा कम र हाइकिङ सुरु गरौँ। माथि पुगेर अर्कै जादु त देखिन बाँकी नै छ है। के हो आमा सक्छ लासु मान्छे त ल ओहो तराई बासी नि पहाड यस्तो हिँड्छन् हिँड्छन् सास फुस्के आएन हेर्नुहोस् दर्शक सास फुस्के आएन साह्रै थके लाग्दो रहेछ हामी यस्तो उकालो चढ्न नसक्ने रहेछौँ चस्मा नि ल्याउन बिर्सिएछ सनराइज हेर्ने चक्करमा सनराइज त पुग्दा पुग्दै भइसक्यो अब चाहिँ आयो हेर्न सनराइज चाहिँ भइसकेको अवस्था ल हामीले गएको थकाले मर्ला तुमसे ना हो पाएगा कस्तो भइरहेको छ भाइ एक्सपिरियन्स मजा त मजा छ नि होइन यस्तो उकालो छ महादेवको मन्दिर चाहिँ हामी फाइनल्ली आइपुगेका छौँ सो हाम्रो टिमहरू चाहिँ सबै तल पुगिसक्नु भयो होइन अनि हामी ओर्लिँदैछौँ हामी पुग्नुपर्ने छ माथि गुम्बामा अझै सो त्यो गुम्बामा गएर तपाईँहरूलाई म देखाउँछु है त भ्यू दामिलो सन्देश भाइ गर्छ सन्देशले ल हेर्नुहोस् यो कामले आएदेखि न मोबाइल छ नि A few moments later. बस भाई बस अब मुझसे नहीं होता मैं जा रहा हूँ मेरे पापा के पास पापा मैं आ रहा हूँ पापा जाडो छ गाइस सैलुङमा उडाउन पाइएन धेरै हावा लाग्यो भएर एकचोटि क्रास भइसक्यो त सानो क्रास भइसक्यो अर्कोचोटि ट्राई गर्दा फेरि भएन अब हामी मोबाइलबाट खिच्छौँ जति खिच्छौँ मोबाइलबाट खिच्छौँ कस्तो लागिरहेछ यहाँ आएर
अनएक्सपेक्टेड एकदम रमाइलो एभ्री सिजन आउनु पर्ने रहेछ प्लानै नगरेर हिँड्दाखेरि छुट्टै आनन्द हुँदो रहेछ कि मेन त यस्तो बेला बेलामा हिँडिराख्नुपर्छ विदाउट प्लान होइन घुम्नलाई मजा आउँछ यस्तोमा यो वाला हरियो भट्टासले लाइफमै फर्स्ट टाइम देखायो मैले पनि ए आउट यो चौरीको दुधको चिया भनौँ होइन अनि यो चाहिँ ब्ल्याक टी है त खाऊँ Yeah, boy. बाई द वे मैले चाहिँ दुइटै लिएको टेस्ट गर्नलाई यो चाहिँ ठिकै छ यो त बवाल छ यार चौरीको बवाल तिमी पनि ट्राई गर न ओए कस्तो बवाल देखेँ यार यो कुकुरलाई सो अहिले चाहिँ भ्यू टावर चढ्दैछौँ हामी एक्सट्रिम वाइल्डै हावा लागिरहेको छ कि एकदमै कस्तो चिसो फेरि त्यो पनि आइसकेपछि एकचोटि हेरिदिउँ भनेर कस्तो दामी उतापट्टि सन्देश बादल तल त्यता लागिरहेको छ भ्यू टावरमा चाहिँ चक्कर लाग्दो रहेछ यार चक्कर लाग्छ एकचोटि खुट्टा चिप्ल्यो भनेको अड्किन्छ यहाँ यस्तो छ ल आमा ओ यताबाट झन् यस्तो मक्खन दामी भ्यू देखिरहेछ हेर्नुहोस् ओ माई गड यस्तो दामी उकालो चढ्दा जति उत्साह थियो ओह्रालो झर्दा मन अलिकति भारी हुँदो रहेछ
लाग्छ मुटुको एक टुक्रा त्यही माथि छाडेर आए। तर पर्खनुहोस् है, हाम्रो यात्रा सकिएको छैन। खरीढुङ्गाको बेग्लै दृश्य हेर्दै हामी दोलखा जानेछौँ। अन्तिममा एउटा यस्तो ठाउँको झलक देखाएको छु जहाँ पुग्न जो कोहीको साहस पुग्दैन। त्यो जादु हेर्न नछुटाउनु होला है। फाल्ने होइन, यसको कलर आउँछ नि त्यो कहिलेसम्म आउँछ त्यो बेलासम्म पकाएर खाएकै हुनुपर्छ। हुन चाहिँ केसको बोट हो यो? पताम चाल नाम चाहिँ। पताम के भन्नुभयो? पताम चाल। पताम चाल। पचाम चाल। पताम चाल। ऊ चाहिँ दुईटा त्यो सानो हाल छ ठिक छ। ऊ चाहिँ दुईटा के कति हो एउटाको? 100 रुपियाँ। यो हरियो भटमास अघि मैले माथि देखाएको थिएँ नि, मलाई युनिक लाग्यो ट्राई गर्न। मलाई यसो किलो कति छ अरे आन्टी? किलोको 450 छ अरे यसको चाहिँ है। ट्राई गरौँ। किलोको 450 पहिले ल्याएको। तर टेस्ट त सेम अरू भटमास जस्तै हुन्छ हैन? होइन नि, बेग्लै हो नि। थोरै डिफ्रेन्ट हुन्छ। अलिकति डिफ्रेन्ट, थोरै मात्र डिफ्रेन्स फिल भयो। तर कमला पनि छ नि त यो। कमल चाहिँ अलिक कमल रहेछ। म त देखेकै थिइनँ फर्स्ट टाइम। सो यो हिजो राति यहाँ पानी थियो अनि यो चाहिँ अहिले जमिसकेछ। यस्तो चिसो छ क्या सोइलुङमा हेर्नु ल, पुरा पुरै चिसा जस्तो रमाइलो छ है। आमामा कस्तो चिसो हो। सो अहिले हामीले बुक गरेको रिसोर्ट आइसकेको छौँ। यो चाहिँ भ्यालु इको रिसोर्ट भयो। अनि यहाँ अनि यस्तो रमाइलो छ कि यहाँ घाम पनि छ प्लस यो एकदम हिलमा पनि भएको कारणले गर्दाखेरि वरिपरि माउन्टेन रेन्ज चाहिँ यहीँबाट देख्न सक्नुहुन्छ क्या तपाईँहरूले। सो म चाहिँ तपाईँहरूलाई अब रुमको टुर देखाउँदैछु होइन। पहिला यहाँ चाबी खोलौँ। सो त्यहाँ टडान ल के हो यो भयो। ओके ए यस्तो रहेछ नि त। ल भित्र चाहिँ पुरा पिङ्की पाराको छ क्या फेरि होइन बिस्ताराहरू। तर यसले राति चाहिँ बबाले तातो दिँदो रहेछ, दामी छ यो। अनि यताबाट चाहिँ तपाईँले भ्यू हेर्न सक्नुहुन्छ। भ्यू चाहिँ के को भ्यू भन्दाखेरि चाहिँ रुखसुखहरूको त्यस्तै हो भ्यूहरू होइन। पछि राम्रो बनाउनुलाई त। अनि अर्को भनेको वासरुम चाहिँ मलाई राम्रो लाग्यो, एकदमै क्लिन छ प्लस तातो पानीको पनि सेवा भएको कारणले गर्दाखेरि चाहिँ मलाई अलिकति सबभन्दा सेटिस्फाइङ पार्ट भनेको रिसोर्टको तातो पानी छ क्या होइन। त्यही हो। बार्बिक्यू गर्दाखेरि बार्बिक्यू चाहिँ ओभरअल राम्रै थियो, बवाल थियो भने त्यो जुन नन भेज डिनर तपाईँहरूले पाउनुहुन्छ नि त्यो प्याकेजमा त्यो चाहिँ खासै मिठो हुँदैन। सो हामीले हाम्रो दिदीलाई काली बनाइदिएको छौँ हिँडाउँदा हो। तर मेरो आइफोनमा तपाईँ गोरी नै देख्नुहुन्छ। मलाई नचिने रहेछ भन्छ, कहाँ गएर आयो भन्छ। साथीहरू ठुलै ठुलो छ। के हो यो? फेरि यहाँ नि खिच्नुपर्छ अहिले। हामी दोलहातिर अघि बढ्दै थियौँ। म सबसे अगाडि थिएँ अनि 81 कल आउँछ। साथीहरू म चाहिँ फर्किरहेको छु फेरि।
किनकि यहाँ एउटा हाम्रो भाइको चाहिँ स्कुटर बिग्रियो अरे फिल हुन्छ त भाइ बिग्रिन लाग्यो भने त फिल हुँदैन नि कहाँ हुन्छ फिल हुँदैन झ्याट्टै सिधै झ्याट्टै जान्छ बान्दै यो काम छैन त्यो चाहिँ डक्टरजीले चेकिङ गर्दै हुन्छ बन्छ नि है बन्छ 100% बन्छ ढुक्क ल गाइस यो स्कुटरले चाहिँ जहिले टेन्सन दिन्छ केही न केही बिग्रिन्छ अझै नि बिग्रिएको थियो बल्ल बल्ल बन्यो यार ल म चाहिँ ट्याक्कै कालिम्पोङ जाने बाटोमा छु अहिले यो बन्यो अरू टोलीहरू चाहिँ अब दोलखा भिन्सेन दर्शन गर्न जानुभएको छ हामीले चाहिँ पाएनौँ अब यस्तै रह्यो ठिकै छ अब चाहिँ हामी खाना खाएर फर्किन्छौँ सो राति भइसकेको छ हामी खरीढुङ्गा साइड छौँ र अगाडि देख्न सक्नुहुन्छ तपाईँले सन्देश भाइलाई उतापट्टि चरीकोट रहेको छ हामी त्यहाँबाट भर्खर आयौँ सैलुङको यो अध्याय यहीँ सकियो तर हाम्रो यात्रा रोकिएको छैन किनकि साँच्चै भन्नुपर्दा यो यात्रा केवल डुली हिँड्नु मात्र थिएन यो त आफैलाई चिन्नु र बुझ्नु थियो आफ्नै देशको भूगोल मानिस भाषा र संस्कृतिलाई नजिकबाट महसुस गर्ने एउटा सुनौलो मौका थियो अर्को भिडियोमा हामी पुग्नेछौँ त्यहाँ जहाँ बिहानीको पहिलो किरणले हिमाललाई सुनौलो रङले ढाकेर बिउजाउँछ यो हो आमा याङ्री